हेलो साथीहरू। आज हामी एकदम बिजोग अवस्थामा आइपुगेको छौँ किनभने अब दुबई भन्ने ठाउँमा 4-5 दिन अहिले एकदम कन्टिन्यू पानी परेको हुनाले बाटोको अवस्था एकदम गम्भीर छ। जताततै गाडी डुबेको छ। हामीहरू अब एउटा हातमा जुत्ता, अर्को हातमा मोबाइल, खाली भनेको हाम्रो खुट्टा, दुईवटा खुट्टा हामी सबैजना हिँडेर यसरी आइरहेको छौँ। हेर्नु, यहाँ हारेको हाम्रो बहिनीहरू हुन्। हामी अब हाम्रो साथीहरू केटाहरू चाहिँ अब अघि नै अब उनीहरू रफ्तार हानिसक्यो। हामीलाई छोडेर गयो हाम्रो छोडेर गयो। चाहिँ अब यहाँ हाम्रो टिम लिडरले नाइट ड्युटी गर्नुपर्छ के अरे भनेको थियो। अनि अब अलिक त के को व्यवस्थापन मिलेन। अनि त्यसपछि ल छोडिदियो नाइट ड्युटी भन्न थाले। अनि चल्दिएको केटाहरू त अघि नै फाँडी हाल्यो। अरू बहिनीहरू त अहिले सबै अब म चाहिँ अब मनो भाइले ब्लगर बनाइरहेको छ। अनि हात खाली छैन छ अब होइन। अब एउटा हातमा मोबाइल, अर्को हातमा कम्पनीको जुत्ता, सुज यसरी लिएर हिँडिरहेको छ। हामीहरू बहिनीहरू पछाडिबाट आइरहेको छन्। अब लोकेसन अब मोबाइलमा म्याप हेर्दै अब लोकेसन हेर्दै अब हिँड्न परेको छ। अनि बसले लान्थ्यो हामीलाई लान त। अब हाम्रो बस पनि अब त्यही त हो नि। अब अहिले यहाँ यस्तो यो पानी परेको हुनाले, धेरै पानी भएको कारणले अनि हजुर अनि के अरे बस आउन सकेन किनभने पानीले गर्दाखेरि बाटोतिर पानी हुन्छ। गाडीले डुब्ने गरी कम्मर पानी आउँछ त्यसरी। अनि बाटो ब्लक भएको हुन्छ। अनि ट्राफिक जाममा अब यो पानी परेको हुनाले ट्राफिक जाम पनि अब यसै कारणले हुन्छ। ट्राफिक जाम त्यही भएर गाडी आउनलाई ढिलो हुन्छ। गाडी त निस्किसकेको छ हाम्रो बस। अब आउँदा अब हिजो पनि अब ड्युटी सकेर रुममा सेक्युरिटीहरू रुममा जाँदाखेरि उनीहरूलाई अब 5 बजे गाडी लिएर गएको, राति 9:30 बजे पुऱ्याइदियो। ल हेर्नुहोस्, 4.5 घन्टा लाग्यो। तर हामी अब पुग्यो, अब पुग्नु पऱ्यो भने चाहिँ हामी अब आफ्नो रुममा जम्मा आधा घन्टाको बाटो हो है गाडीमा चाहिँ। तर के गर्ने, अहिले यो 3-4 दिनको पानीले गर्दाखेरि बाटो एकदम अवरोध भएको छ। अब गाउँघरको त कच्ची बाटोमा पनि अब पानी परेको बेला बरु जसो तसो गरेर गइन्थ्यो भने अब यहाँतिर अब कच्ची रोड त हुँदैन, सबै यस्तै हाइवे पिच रोड हो। कोही अब माथिबाट गइरहेको छ होइन। यो चाहिँ माथिबाट गएको चाहिँ यो ट्रेन हो, मेट्रो स्टेसन त्यही हो। अनि अब यहाँ यस्तो हाइवे रोड हुँदा पनि अब फराकिलो यस्तो अब 3 वे 4 वे यस्तो अब 4-5वटा रोड अब एकैसाथ हुँदा पनि अब पानीले गर्दाखेरि चाहिँ जानलाई गाह्रो हुन्छ। त्यही भएर हामी अब हिँडेर आइरहेका छौँ। अनि अब हाम्रो यहाँ टिम लिडर पनि हुनुहुन्छ। अनि सर तपाईँ के भन्नुहुन्छ, बाटो कस्तो छ? ठिक छ है। एक हाथ में जुत्ता, दूसरा हाथ में फोन, क्या करे। अब मेरा भी ऐसे हालत हो रहा है। अब टिम लिडर के साथ हामी अब गइरहेको छौँ। अनि उहाँ चाहिँ हाम्रो टिम लिडर हो। अनि मोजा सोक्स गिर गया। टिम लिडर हो। अब बहिनीहरू चाहिँ अब टक्क आउँदै हुनुहुन्छ। अर्को बहिनीहरू चाहिँ लाल लाएर मास्क लाएर है। ओहो ल, अब दुबईको सिन यही हो। एउटा सानो मनोज भाइले एउटा सानो भ्लग बनाउनु लगाएको। अब मन परे लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनुहोस् होइन। अनि अब यस्तै हो। अब म पनि अब त्यही त नि गाइज। अब अलिकता उखान के अब उक्का टुक्का भने जस्तै अब एउटा हातमा मोबाइल, अर्को हातमा जुत्ता, अब खाली खुट्टा, यी टक्क अब हिँड्ने लागेको छ। मेरो पछाडि अब बहिनीहरू छन्। अनि अब हामी सबै एउटै कम्पनीको एउटै लोकेसनमा काम गर्ने स्टाफहरू हो होइन। अब के गर्ने, अब गाडीहरू हेर न यस्तो। यहाँ चाहिँ कस्तो भने यहाँ चाहिँ अलिक पानी आएन, ठाउँमा पानी परेको छ कि। अब कुनै ठाउँमा पानी मजाले दन्केर आएको छ, कुनै ठाउँमा आएको छैन है। अब के गर्ने, अब यी दुबईको सिन। होइन पड्किँदैन हो, मेरो मोबाइल त आइफोनको बाउ हो नि त। ल हाम्रो लिडरले अब सिग्नल दिन लाग्छ होइन, के हुन्छ कसो हुन्छ। ल अब यतिकै सपोर्ट गरिदिनु। अब म स्टप गरिदिन्छु भिडियोले गाइज होइन।
तर स्टप गर्नुभन्दा हल्का यसो एकछिन म बहिनीहरूको के सुझावहरू सुन्न चाहन्छु। अलि यता कुन आउनु है, गाडी आउँछ। होइन तपाईँले किन लजाउनु भएको? ल हेर अब उहाँ चाहिँ लजाएर होइन, तपाईँको त जुत्तै छैन नि त। कुन आउनु होला। माया, तपाईँ यो विषयमा के भन्न चाहनुहुन्छ? हो ल ल ल ल ल सबैलाई हात यसो हलाइदिनु न उठाएर। ल ल ल ल ल मेरो हातमा त अब त्यही त हो नि, एउटा हातमा मोबाइल अर्को हातमा जुत्ता छ, हलाउनु मिल्दैन। अब खुट्टा मात्रै हो ट्याक हिँड्ने। ल ल गाइस, ल धन्यवाद। ल भिडियोलाई एकदम लाइक, सेयर, सब्सक्राइब अनि फुर्सद भए पनि छोटो मिठो कमेन्ट पनि हानिदिनु होला। ओके बाई।